गुड मर्निङ। आज चाहिँ हामी रेडी भइसक्यौँ र यो चाहिँ हाम्रो बसहरू छ है। अब चाहिँ हामी यहाँ दर्शन गर्न जाँदैछौँ। मम्मी हाई हाम्रो कका हाम्रो सबैजना हुनुहुन्छ यहाँ बाबाहरू। यहाँ चाहिँ हामी यहाँ जाँदैछौँ। ठाउँको नाम चाहिँ स्तूपतिर जाँदैछौँ। यो चाहिँ आज यहाँ देख्नुभयो होला तपाईँहरूले, स्तूप उपर छ। यो चाहिँ यहाँ चाहिँ लास्टै हुस्सु लाग्दो रहेछ है। त्यो चाहिँ स्तूप होला सायद, आई गेस यहाँ छ। बिहान हामी टन्नैजना छौँ। मम्मी हुनुहुन्छ, डिटेल्समा छ स्तूपको बारेमा। हामी सबैजना छौँ यहाँ। लास्टै बाक्लो कुहिरो लागिरहेछ। हेलो हेलो गगा, हामी केसरिया स्तूप केसरियामा पुगेछौँ। फर्स्टमा भर्खर गेट खोलेको छ। आज गएर धेरै जाडो लागेको छ। यहाँको पहिलाको डिजाइनको इँटाहरू, र मान्छे सबैजना यहाँ यो ठाउँमा को चाहिँ आउनुभएको छ है, यसो भन्नु होला। नङदोलिङ गुम्बाका टुर्कु खेम्पो लोपेन हाम्रो शेर्पा टुर्कु लोपेन खेम्पोहरू लिएर संस्था खोलेको। सर्टकट संस्थाको नाम त लामो छ, अब सर्टकटमा भन्दा त घाङ्ग्यु भन्ने चाहिँ बुझिराख्नुहोस् है। घाङ्ग्युले चाहिँ यस्तै गरेर विगत 8 सालदेखि भनौँ होइन, सालै पछि यसरी हाम्रो तीर्थयात्रीहरू यसरी बटुलेर गौतम बुद्ध सङ्गीत चुम्दिनीसँग रिलेटेड सम्बन्धित विशेष ऐतिहासिक उयो बोकेको, महत्त्व बोकेको तीर्थहरू चाहिँ दर्शन गराउँदै यसरी आइरहेको छ हाम्रो संस्थाले आयोजना गरेर। अनि आजको यो पालि चाहिँ हाम्रो 8औँ पटक हुन्छ है। 8औँ पटक। योभन्दा अगाडि पनि हामीले 7 पटक चाहिँ यसरी सालै पछि यसरी आयोजना गरेर नेकोर यसरी लिएर आएको छौँ। अनि यो पालि चाहिँ 8औँ पटक हुन्छ। अब यहाँ यो ठाउँको बारेमा चाहिँ यसपालि चाहिँ हाम्रो यहाँ टुकुरुम्बुचे टुकु गाउँ खर्चिन ज्यू हुनुहुन्छ, उहाँले यहाँको बारेमा निश्चय गर्नुहुन्छ। तपाईँहरू सबैले ध्यान दिएर राम्ररी सुनिदिनु होला, मनन गरिदिनु होला, अनि धेपा गरिदिनु होला भनेर अनुरोध गर्न चाहन्छु।
此外，本县年对谈报对上的一线多查询的来帮中所不是让大家听的叫我从把烂的当牛了，此外，本县年对谈报对上的一查询的来帮中所不是让大家听的叫我从把烂的当牛了，此外。一线多查询的来帮中所不是说上级主动。 हामी एक कुरा गर्छौँ हामी छोर्तेनको भन्दै हुनुहुन्छ मान्छेहरू अब अहिले बिहार आइपुग्यो एकदम धेरै ट्राभल गर्नुपर्ने रहेछ यो चाहिँ हाम्रो बस यहाँ चाहिँ त्यस्तै छ फोहोर त्यहाँ बसहरू त्यहाँ पार्किङ छ अब चाहिँ हामी यहाँ बिहारतिर गइरहेछौँ दर्शन गर्ने ठाउँ हुन्छ यहाँ एउटा भयो अरू गाडी खाना खाएर गाडी चढेर पनि उता यहाँतिर एउटा पनि हेरेर यहाँ चाहिँ यो बैशाखीमा चाहिँ पहिले परिनिर्वाण हुँदाखेरि उहाँको अग्लो 8 ठाउँ भागेको दिन अग्लो भनेर रिक्सेल हो रिक्सेल ल्याएर चाहिँ यहाँ ट्रेन बनाएको राजा यहाँको राजाले चाहिँ यहाँ ल्याएर चाहिँ ट्रेन बनाएको आउँदै हो त्यो चाहिँ अब बचिएर अब पानी अवशेष मात्रै छ अनि अघि यहाँ भन्दाखेरि चाहिँ यहाँको रिक्सेल चाहिँ उता पटनाको म्युजियममा छ अरे अहिले पछि ल्याएर फेरि अहिले यहाँ नयाँ विदेशीहरू स्कुलमा बनाउँदै रहेछ पछि ल्याएर फेरि यहीँ राख्ने हो एउटापट्टि ठुलो एउटा देख्नुभयो होला तपाईँले नयाँ बनाइराखेको यहाँ राख्ने हो अब थुप्रो बारेमा यहाँ यो के बोल्नु पऱ्यो भन्दाखेरि यो खुट्टाको अस्नु राखेको स्तूपा अब चाहिँ हामी वैशाली स्तूपमा पुगिसक्यो यो चाहिँ बिहार राज्यमै पर्छ यो चाहिँ हाम्रो ग्रुप लाइक पार्क है पार्क छ त्यहाँ चाहिँ मेन स्तूप त्यो रहेछ त्यो भग्नाशेष भइसकेको छ
आजको यात्रा चाहिँ हाम्रो यहीँसम्मको लागि हो। अब हामी एकैचोटि बोधगयामा गएर भेट्नेछौँ। टिल देन टेक केयर, बाई बाई।